सो हेलो एभ्रिवान एन्ड वेलकम ब्याक टु माई न्यू ब्लग। फेरि तपाईँलाई स्वागत गरिरहेको छु मेरो ब्लगमा। र आज आफ्टर लङ टाइम तपाईँहरूसँग फेरि म केही कुराहरू लिएर आएको छु र त्यो व्यक्तिसँग तपाईँलाई भेटाउन गइरहेको छु। तपाईँ गइदिनुहोस्। म त यहीँ कालिम्पोङ नेपाली चर्चकै हो। मेरो यहीँ मिसिन कम्पाउन्डै हो। मेरो बस्ने जग्गाहरू पनि भनौँ है, गरिब नानीहरूलाई सहायता गर्ने मात्रै हो। त छैन यसमा ठुलो प्रोजेक्ट त होइन, र पनि एउटा सानो गाउँ बस्तीको नानीहरू जहाँ चाहिँ Hello, my name is my school name is Primary School. Hello, my name is Amrita. My school name is Primary School. Hello, my name is Yashvita. I am in class 3. My name is गर्दै आएको चाहिँ 2004 देखि नानीहरूलाई कन्टिन्यू अहिलेसम्म मेरो चलि नै रहेको छ। कम्प्युटरको ज्ञान चाहिँ उनीहरूले सिकोस्, उनीहरू बजारको स्कुलमा आउँदाखेरि चाहिँ उनीहरूलाई कुनै अप्ठ्यारो नपरोस् भनेर यो मैले पाएको, मेरो जति पाएको मैले त्यो बाँडेको मात्रै हो। उनीहरूलाई मैले यो सित्तैमा दिएको हो। त्यो नानीहरूलाई चाहिँ एउटा गाउँ बस्तीको नानीहरूलाई चाहिँ मैले उनीहरूले चाहिँ कम्प्युटरको यो ज्ञानहरू चाहिँ उनीहरूले पाओस्, जहाँ चाहिँ एकदमै अब रिमोट एरिया भनौँ न अब है, त्यहाँबाट सुरु गरेको, जहाँ चाहिँ बिजुलीहरू छैन, त्यहाँ गाडी बाटो छैन, त्यहाँ जहाँ चाहिँ हिँडेर जानुपर्ने हो, त्यहाँ चाहिँ मैले यो सबै यो उद्देश्यले त्यो जग्गाहरूको चाहिँ सुरु गरेँ। जर्नीमा चाहिँ अब एउटा स्कुल मात्रै छैन, स्कुल कमसेकम मैले 10-12वटा स्कुल कभर गरिसकेँ। अहिले मेरो प्रेजेन्ट चाहिँ 5वटा स्कुल छ है। अब मेरो जर्नी चाहिँ के छ भन्दाखेरि अब उयो केही पनि छैन, गाडी छैन, स्कुटी छैन, केही पनि छैन। एभ्रिडे वक गर्नु पऱ्यो है। 14 किलोमिटर 16 किलोमिटर वक गरेर चाहिँ अब त्यो स्कुलहरू पुग्नु पऱ्यो। तर यो गर्दा चाहिँ अब मलाई चाहिँ एकदमै मजा खुसी लागेको छ क्या। यो एउटा पाएको कुरो चाहिँ मैले गरिब नानीसँग सित्तैमा बाँड्नु पाउँदाखेरि एकदमै मलाई खुसी लागेको छ है। अब अझै पनि चलिरहेको छ मेरो प्रोग्राम। 5वटा स्कुलमा अहिले पनि कन्टिन्यू चलि नै रहेको छ। यो अब 21-22 वर्ष पुरा भइसक्यो। यो विशेष गरी 3 र 4, 5को लागि चाहिँ मैले यो प्रोग्रामहरू गरिरहेको छु। नानीहरूले धेरै सिकिसकेको छ। अब मेरो हिसाबमा अहिलेसम्ममा 2004देखि ल्याएर कमसेकम पनि 5-6 हजार चाहिँ नानीहरूले, किनभने त्यति बेला त नानीहरू पनि धेरै थियो, 4-5 यसमा त नानीहरू पनि धेरै थियो। एउटा स्कुलमा 50जना 60-70जनासम्म थियो। तर अहिले चाहिँ अब धेरै नानीहरू पनि घट्दै गइरहेको छ, कतिवटा स्कुलहरू पनि कम्ती भइरहेको छ। अहिले त्यसले गर्दा चाहिँ मैले 5वटा स्कुलमा चाहिँ कन्टिन्यू राखिरहेको छु। त्यो चाहिँ एउटा गाउँ बस्तीको नानीहरूले यो एजुकेसन पाओस् भनेर। किन भन्दाखेरि अब त्यो टाइममा 2004-05मा कालिम्पोङ टाउनको स्कुलहरूमा पनि कम्प्युटर एजुकेसनहरू थिएन। किनभने मैले चाहिँ अलिकति कम्प्युटरको अलिकति सिकेर आएको कारणले गर्दा चाहिँ मलाई एकदमै इन्ट्रेस्ट लागेको चाहिँ नानीहरूलाई सिकाउने गाउँ बस्तीको हाम्रो समाजमा गएर है। यही उद्देश्यले नै मैले सुरु गरेको हो। त्यो सुरु गर्दा चाहिँ अब के भन्दाखेरि अब सुरु गर्दा त अलिअलि बुझ्न त लागेको थियो, सक्छु कि सक्दिनँ भनेर त। तर आज गर्दै जाँदा चाहिँ अब एकदमै यो राम्रो मलाई मजा लागिरहेको छ है। नानीहरूले पनि धेरै सिकेर गइरहेको छ। Before speaking about Mr. Whitey Lama, I would like to introduce myself first. I am Kala Lepcha, staff of this school, Chakimai Primary School. Mr. Whitey Lama has been teaching in this school since 2007 with great enthusiasm and patience. Since computer education is a must in this age, his dedication speaks volumes in terms of inculcating the knowledge in our children's minds. I, Kala Lepcha, on behalf of the school, would like to thank him for his remarkable effort for the same. He bears high moral values, soft-spoken and ever ready to lend his helping hands in any field. In addition, he loves the children
and he labors much to yield good result in the children. Last but not the least, I would like to wish him a long and healthy life so that he may continue to render services to the children. May God bless him. Thank you. धेरै धेरै सिकोस् है, गरिब नानीले सिकोस्। उनीहरूलाई सिकाउने अब गाउँमा गएर सिकाउने त हत्तत अब कोही पनि निस्किँदैन, पाउँदैन। अहिले मैले चाहिँ एउटा सानो यो कोसिस मात्रै गरेको हो। यो अब 22 वर्षको यात्रा छ यसमा। यो सानो एउटा कोसिसमा अब धेरै नानीहरूले चाहिँ सिकोस् भनेर मैले अहिलेसम्म पनि कन्टिन्यू राखेको छु। यो प्रोजेक्ट एउटा जस्तो बनाएर चाहिँ मैले नानीहरूसँग काम गरेको मात्रै हो, सिकाएको मात्रै हो। यसबाट चाहिँ उद्देश्य चाहिँ नानीहरूकै लागि हो, खास उनीहरूले नै सिकोस् भनेर हो। अरू यहाँ कुनै उयो छैन। मलाई चाहिँ अब यति गर्नु पाएकोमा चाहिँ म खुसी छु, किन अहिलेसम्म एकदमै राम्रो मेरो उयो छ। धन्यवाद। नमस्कार, म पुनम घिसिङ, बाल युवा प्राथमिक पाठशाला अप्पर इच्छे स्थित यस प्राइमेरी स्कुलको म अहिले हेड टिचर र विशेष भन्नुपर्दा अहिले हाम्रो पाठशालामा जुन हामीले पठन पाठनहरू प्राय अङ्ग्रेजी माध्यमकै पाराले नै त्यही प्याटर्नमा चलाएर आएका छौँ। त्यसै सन्दर्भमा अब हाम्रो पाठशालामा अलिकति हायर क्लासको नानीहरूलाई हाम्रा स्थानीय कालेबुङवासी श्री वाइटी लामाज्यूले जुन प्रकारले उहाँले आफ्नो व्यक्तिगत प्रयासमा ग्रामीण क्षेत्रको नानीहरूलाई जुन चाहिँ अब उहाँहरू कम्प्युटरबाट वञ्चित थियो त्यसमा उहाँले आफ्नो प्रयासमा यी नानी मसिना गरिब यी नानीहरूले केही सिकुन् भन्ने ध्येयले उहाँले जुन चाहिँ हाम्रो स्कुलमा पनि 2011 सालदेखि नै उहाँले हप्तामा एक दिन आएर उहाँले आफ्नो व्यक्तिगत प्रयासमा व्यक्तिगत खटेर उहाँले हाम्रो यहाँ बाल युवा प्राथमिक पाठशालाका नानीहरूलाई कम्प्युटर सिकाउनु र यसै सन्दर्भमा उहाँले सिकाएका धेरै नानीहरू अहिले कम्प्युटर जान्ने भएका छन्। अनि तपाईँहरूलाई यादै भएको कुरो अहिलेको मसिना नानीहरू यी जति पनि यो सोसियल मिडिया अनि यो जुन चाहिँ यो अहिलेको युग अनुसार तिनीहरू पोख्त उहिलेको भन्दा अझै राम्रो भएकोले गर्दा ती जुन चाहिँ वाइटी लामाज्यूले हाम्रो स्कुलमा जुन योगदान दिएर ती मसिना नानीहरूलाई कम्प्युटर नलेज दिनुभयो र त्यसमा अब कसरी कम्प्युटर चलाउने, किबोर्ड कसरी चलाउने यो बारेमा उहाँले व्यक्तिगत प्रयासमा आफू टाढाबाट आएर खटेर उहाँले इक्जाम पनि लिनुहुन्थ्यो र म उहाँलाई सम्पूर्ण बाल युवा प्राथमिक पाठशाला परिवारको सरगुरामा अनि गार्जेन अनि सम्पूर्णको तर्फबाट उहाँलाई हामी व्यक्तिगत धन्यवाद पनि दिँदछौँ र भविष्यमा कुनै प्रकारको यस्तो स्किमहरू आए या कुनै प्रकारको सहयोग चाहेमा वाइटी लामा सरलाई हामी बाल युवा परिवार सदैव नै धन्यवादी भन्दै सहयोग गर्ने बाचा राख्दछौँ। धन्यवाद। प्रधान अध्यापक वसन्त माया, निम्न बुनियादी वसन्त माया पाठशाला यो अवस्थित चाहिँ तपाईँको महाकाल डाँडा तालुको पर्छ र यहाँ हाम्रो वाइटी लामा सरज्यूले चाहिँ हामीलाई स्कुलमा आएर चाहिँ हाम्रो कतिजना विद्यार्थीहरूलाई चाहिँ कम्प्युटरको केही ज्ञान दिन्छु भनेर मसँग सम्पर्क गर्दाखेरि चाहिँ म पनि एकदम हर्षितसँग नै उहाँको कुरोलाई मैले मानिलिएँ र हाम्रो नानीहरू सायद अब कम्प्युटर भन्ने कुरो त बिचरा यो प्राइमेरी अथवा यो प्राथमिक पाठशालामा त कुनै नानीहरू त्यस्तो खालके सहुलियत कुनै स्कुलमा पनि म त देखेँ जस्तो लाग्दैन हो। र उहाँले त्यसो भन्दा त एकदम म पनि हर्षित भएर एकदम उहाँले जुन कुरा राख्नुभएको थियो त्यो कुरालाई मैले मानि पनि लिएँ र उहाँले 2023देखि नै स्कुल लागेकोदेखि नै अहिलेसम्म उहाँले कन्टिन्यू नै यो हाम्रो नानीहरूलाई कम्प्युटरको एउटा ज्ञान दिनु भइरहेको छ। विशेष गरी अब अहिलेको जुगमा कम्प्युटर सिकेन भने चाहिँ भविष्यमा चाहिँ केही पनि छैन। अहिले कम्प्युटरको जमानामा चाहिँ एकदम जसले पनि सिक्नै पर्छ। कम्प्युटर बिना चाहिँ कुनै एउटा केही पनि गर्नु सक्दैन। त्यसले गर्दाखेरि चाहिँ उहाँले जो नानीले सिक्नु चाहनुहुने इच्छा गर्ने नानीहरूलाई चाहिँ उहाँले एकदमै कन्टिन्यू आएर उहाँलाई
बेसिक नलेज दिँदै अहिलेसम्म नानीहरूलाई परङ्गतै बनाइसक्यो भनौँ किनभने हामी विशेष गरी अहिलेको नानीहरूलाई त कम्प्युटर खोल्नुदेखि बन्द गर्नु केही पनि जान्दैन। अहिले उहाँले चाहिँ खोल्नुदेखि लिएर बन्द गर्नु बस भित्र के गर्नु कार्यक्रमहरू उहाँले मजाले नानीलाई सिकाइसक्नु भएको छ र नानीहरूको हामीले यसो हेऱ्यो गरेको टेस्टहरू पनि सरले दिनुहुन्छ। यो पनि टेस्ट पनि हेऱ्यो उहाँले खोलेको मैले पनि हेरेँ, म पनि एकदम खुसी लाग्यो। त्यतिको सायद म पनि अलिक त्यति पनि मेरोमा नलेज छैन जस्तो लाग्छ यो नानीले सिकेको देख्दाखेरि। र यसले गर्दाखेरि चाहिँ म वाइटी लामा सरलाई चाहिँ हामी एकदम बसन्तमाया जुनियर बेसिक स्कुलबाट चाहिँ धेरै धेरै धन्यवाद दिन चाहन्छु। यो सँगसँगै हाम्रो अभिभावकहरू पनि सरलाई धेरै धेरै धन्यवाद दिनु भइरहेको छ र उहाँले पनि सरलाई एकदमै हर्षित भएर सबले उहाँको प्रशंसा गर्नुभएको छ भन्दै मेरो 2 शब्द समाप्त गर्न चाहन्छु। धेरै नै अगाडि बढ्ने एउटा स्थान दिएको छ है, एउटा ठुलो मौका पनि पाएको छ नानीहरूले है। अनि गएर अर्को जग्गामा गएर एउटा आफ्नो ठाउँ बनाउनु एउटा राम्रो बाटो देखाइदिनु भएको छ है। अनि जुन चाहिँ वाइटीलामा गर्नुभएको काम छ यो अति नै महत्त्वपूर्ण पनि रहेको छ है। यसले गर्दा हाम्रो साथसाथै नानीहरू जसले कम्प्युटरलाई देखेको थिएन यहाँ आएर सिक्नु पाउँदैछ है, सिक्दैछ। अनि जस्तो प्रकारले सिक्दैछ यहाँले क्लास गर्नुहुँदैछ त्यस्तो टाढोबाट आएर हिँडेर जुन चाहिँ नानीहरूलाई एउटा दुर्गम क्षेत्रको नानीहरूलाई शिक्षा दिने काम गर्छ यो अति नै राम्रो। अनि हामीले यसलाई अति नै महान कार्य नै भन्नुपर्छ है। र सरलाई आन्तरिक हृदयबाट सम्पूर्ण स्कुल पक्षबाट हामी सरलाई आन्तरिक हृदयबाट धन्यवाद गर्दै उहाँले यस्तो काम अझै गर्दै रहोस्, उहाँलाई अझै ईश्वरले अझै आशिष दियोस्, अझै ठुल्ठुलो काम गर्ने भनेर अझै बढी ठुलो बाटो देखाउने